गाइस अहिले चाहिँ म टिका मिलन मोड जान आँटेको छु हो। मेरो छोरीलाई सामान पुर्याउनु छ र अहिले चाहिँ म जान्छु मिलन मोड र त्यसको लागि चाहिँ म तपाईलाई देखाउँछु मिलन मोड कस्तो छ, कता जान्छ भनेर है। ल हेर्दै जानुहोस्। सो लेट्स गो। सो गाइस अहिले चाहिँ म 9 माइल आइपुगेको छु। 9 माइलमा चाहिँ यस्तो छ दृश्य, हेरेर हेर्नुहोस्। यहाँ मेरो ब्यागमा पनि देखाउँदैछु। 9 माइल आइसकेको छु। यहाँ चाहिँ मसँग मेरो भाइ कान्छा पनि छ। सो 9 माइलको दृश्य यस्तो छ। सुकुना आइपुगिसकेँ। सुकुना क्रस गर्दैछु। यो सुकुना बजार। यहाँनिर अगाडि चाहिँ पेट्रोल पम्प छ। हेर्नुहोस्, यो पेट्रोल पम्प अटो स्ट्यान्ड पनि यही हो। यहाँनिर चाहिँ हनुमान मन्दिर पनि छ। यो सुकुना सो गाइस अहिले भने म ठ्याक्कै गोलमामा आइसकेको छु। गोलमा टी स्टेट मोरगाउँ गेट भन्छ यसलाई हो। यहाँदेखि चाहिँ गोलमाको यता पस्नुपर्छ। यता सुकुना, यता सिलगढी। ल यो गोलमाको टी गार्डन हेर्नुहोस्, यसो दामी छ। अलिघरि हामी चाहिँ यहाँनिर मोरगाउँ कमानमा आइसकेको छौँ हो। यो चाहिँ गोलमा टी स्टेटमा पर्छ। सो यहाँको भ्युज यस्तो छ, हेर्नुहोस्। नानीहरूको क्रेज चाहिँ यस्तो छ। यहाँ पनि अहिले पनि फुटबलको क्रेज हेरिहाल्नुहोस्। यहाँ सानो ग्राउन्ड जस्तो मजाको छ हो। सो यहाँनिर चाहिँ नानीहरूले यस्तो मजाले फुटबलहरू खेल्दैछ। यहाँ एउटा ग्रुप छ, यता पनि रहेछ एउटा ग्रुपहरू यहाँनिर सानो सानो नानीहरूको। यो सबै टी गार्डन
टी गार्डन हो यहाँनिर। यहाँ हेर्नु हुँदैछ भने गोलमा टी स्टेट हस्पिटल हो यो कमानको टी गार्डनको चाहिँ हस्पिटल हो। अलिक अगाडि भएपछि चाहिँ गोलमाको फ्याक्ट्री छ। त्यो फ्याक्ट्री गोलमाको फ्याक्ट्री बेसिकली यो सब पुरा एरिया चाहिँ गोलमाको फ्याक्ट्री हो, टी फ्याक्ट्री। यो देख्नुपर्छ सबै लेफ्ट हेर्नुहुन्छ यो फ्याक्ट्री, यो चाहिँ हो गोलमाको फ्याक्ट्री। यो देख्नुहुन्छ कस्तो दामी छ। यस्तो क्याप्चर गरे आस्ते हेर्ने कता आस्तेलाई यता कता फाइनल गाइस म चाहिँ चम्पासरी आइसक्यो। यहाँ चाहिँ मेरो नानी आउनु आँटेको छ हो। उहाँलाई चाहिँ बोलाएर चाहिँ म सामान दिन्छु, त्यहाँ चाहिँ रिटर्न हुन्छु। लगभग रात परिसक्यो। यहाँनिर चम्पासरीको भ्यू चाहिँ यस्तो छ। नानीलाई कल गर्छु। चम्पासरीको भ्यू यता गयो भने चाहिँ तपाईँको गोलमा रेलवे स्टेसनतिर पुग्छ हो। यतापट्टि गयो भने चाहिँ तपाईँ पुग्नुहुन्छ चम्पासरी। यो हो मिलन मोड। मिलन मोडमा चाहिँ हर थोक पाइन्छ तपाईँलाई। यो जुन चाहिँ स्टोर छ यसमा पनि होलसेलमा सबै कुरो पाइन्छ हो। मेरो नानी चाहिँ यहाँबाट आउँछ, यो ठाउँबाट। ओके गाइस, आजको भिडियो यति नै थियो। आशा छ तपाईँहरूले इन्जोय गर्नुभयो होला मेरो भिडियोलाई है। यस्तै भिडियो म फेरि लिएर आउने छु चाँडै नै। त्यतिन्जेल मलाई बिदा दिनुहोस्। बाई बाई, टेक केयर, जय हिन्द।